पछिल्लो समय गणतन्त्रको जग हल्लिनुको मुख्य कारण के हो त एकपटक ज्ञानेन्द्र साईलाई सुन्नुहोस्। यो 16 वर्षको इतिहासमा 14 पटक सरकार परिवर्तन भयो, झन्डै 1000 मन्त्री भए, 31वटा मुख्यमन्त्री भए, 30वटा प्रदेश प्रमुख भए, 3 जना राष्ट्रपति भए, 3 जना उपराष्ट्रपति भए, झन्डै 3000 त सांसद भए। अनि सबै मिलेर खान पाएपछि यो व्यवस्था उत्तम हो भन्नु उहाँहरूलाई स्वाभाविक हो। र अर्को कुरा, यो व्यवस्था उत्तम भन्नुपर्ने अर्को स्वाभाविक कारण के हो भने आज नेताका छोराछोरी जो यहाँ भाषण गरिरहेछन्, यी नेताका छोराछोरी र केही कर्मचारी र उच्च पदस्थका छोराछोरी युरोप अमेरिका पढ्ने तर गरिब दुखी जनताका छोराछोरी आज दुबई र खाडीमा गएर भेल्चा हान्नुपर्ने, 1 वर्षमा होइन यो 16 वर्षमा 14,000 भन्दा बढी युवाहरू रातो बाकसमा लास भएर फिर्ता हुने, त्यो बनाउनका लागि यो व्यवस्था यिनीहरूलाई अझै चाहिएको छ। साथीहरू, अहिले पनि नेपालमा अधिकांश जनताहरू गणतन्त्रकै पक्षमा छन्, तर यी विभेद कारणहरूले गर्दाखेरिमा अहिले गणतन्त्रप्रति आम जनताको वितृष्णा चरम रूपमा बढेर गएको छ। यो कुरा नेताहरूले बुझ्नै पर्छ, होइन भने गणतन्त्रले वाङ खानी पक्का छ।